भनेर जनताले आश गर्ने ठाउँ सिद्ध्याइदिनु भयो तपाईहरुले। जानुस् पुरै नेपाल के हुन्छ। त्यो घोडा बिचौलियाहरूले चलाएका छन्। अहिले सरकार र सरकारी संयन्त्रमा बसेका साथीहरूले बडो घमण्ड गरेको सुनिन्छ। सरकार यो गर्दैछ, सरकार त्यो गर्दैछ, तर 2/3 को घोडा कसले दौडाएको छ? मैले त्यति बेला पनि भनेको थिएँ, अहिले पनि जोड दिएर भन्ने चाहन्छु। सरकारको 2/3 को घोडा सरकारका प्रधानमन्त्री र मन्त्रीले चलाएको मैले चाहिँ देखेको छैन। त्यो घोडा बिचौलियाहरूले चलाएका छन्। तपाईहरुले गर्ने नियुक्ति, तपाईहरुले गर्ने सेटिङ तपाईहरुले गरेको मैले देख्दिन। ती त बिचौलियाहरूले उनीहरूले निर्णय गरे अनुसार भएको देखेको छु। म चुनौतीका साथ भन्न चाहन्छु, पछिल्ला 8 महिनामा एउटै नीति, एउटै निर्णय र एउटै नियुक्ति मलाई भनिदिनुहोस् जसका पछाडि बिचौलिया छैन। जम्मा एउटा उदाहरण दिए पनि हुन्छ। तपाईहरुका संयन्त्र, समिति, बैठक यी सबै नाटक जस्ता मात्र देखिएका छन्। सत्ताको ड्राइभिङ सिटमै आज बिचौलिया छ। मेरो नेतृत्वको सरकार किन हट्यो भन्ने कुराको व्याख्या मैले पहिले नै गरिसकेको छु। सत्ताको ड्राइभिङ सिटमै बिचौलिया छन्। बिचौलियाको आँट र शक्तिले आज इमानदार व्यवसायलाई विचलित बनाएको छ। भोलि तपाईहरु आफै विचलित हुनुहुनेछ। यो सरकार ठूलो राजनीतिक बलमिचाई र संविधानको अपहेलनाबाट बन्यो। लोकतन्त्रको सीधा अपहेलना गरियो। जनता झस्केकै त्यही बिन्दुबाट हो भन्ने कुरा म सरकारमा भएका प्रमुख पार्टीका नेता साथीहरूलाई गम्भीरतापूर्वक समीक्षा गर्न अनुरोध गर्न चाहन्छु। तपाईहरुले एकातिर त सदन भित्रको पहिलो र दोस्रो पार्टीको गठबन्धन बनाएर सदन भित्रबाट बहस र संघर्षबाट सरकारको विकल्प बन्न सक्छ भनेर जनताले आश गर्ने ठाउँ सिद्ध्याइदिनु भयो तपाईहरुले। निरङ्कुशता हुन्छ अब भन्ने कुरा स्थापित गरिदिनु भयो तपाईहरुले। पहिलो कुरा त यस्तो सामान्यतः लोकतन्त्रमा हुँदैन भन्ने कुरा तपाईहरुले थाहा नपाएको होइन, थाहा पाई तपाईहरुले गर्नुभयो। जनता त्यही बिन्दुबाट तपाईहरुसँग नराम्रोसँग झस्किएको छ। अस्तिको राजावादीहरूको जुलुसबाट मात्रै होइन। तपाईहरुलाई थाहा छ, म र मेरो पार्टीको नेतृत्वको टिम अहिले हुलाकी राजमार्ग केन्द्रित एउटा जागरण अभियानमा छौं। झापाबाट सुरु गरेर हामी रौतहटसम्म आएर यसलाई केही दिनको लागि स्थगित गरेर हामी छिटै जाँदैछौँ। फेरि त्यसमा त्यहाँ हामीले जे देख्यौं, जनतामा सरकारप्रति बिल्कुल विश्वास छैन, अविश्वास छ। जनता विकल्प खोज्नेतिर लागिराखेको छ र हामीले यी कुराहरू भन्दा जनतामा एउटा भरोसा, एउटा आशा जागेको पनि हामीले देख्यौं। एकातिर संख्या छ तपाईहरुसँग 2/3। यो 2/3 चाहिँ बडो खतरनाक हुने लक्षण देखिँदैछ। तपाईहरुलाई 2/3 भनेर ढुक्क देखिनु भएको छ। जसलाई नियुक्ति गरे पनि भयो, 3 नम्बरकोलाई 1 नम्बर बनाइदिए भयो, 1 नम्बरकोलाई 4 बनाएर फालिदिए नि भयो। जे गरे पनि भएको छ, किनकि तपाईहरुसँग 2/3 छ। तर यो 2/3 नै नेपालको लोकतन्त्रको लागि, नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको लागि घातक हुने त होइन भन्ने प्रश्न जनताको मनमा जन्मिसकेको छ। म तपाईहरुलाई पनि गम्भीर रूपले विचार गर्न अनुरोध मात्रै गर्न सक्छु। अहिले यो संख्याको अहंकार त छँदैछ। त्यो अहंकार भित्रबाट सत्ताको दुरुपयोग सुरु भयो। प्रतिपक्ष र जनताको रचनात्मक खबरदारीलाई सरकारले कुनै भाउ नदिएकै कारण आज जनता सडकमा ओर्लिने अवस्था आएको छ र तपाईहरुलाई लागेको होला हामीसँग 2/3 छ, कसले के गर्छ। अहिले भर्खरै राप्रपाको माननीय सदस्यले बडो चुनौतीका साथ र आत्मविश्वासको साथ भनिसक्नु भयो, हेर्दै जानुस् पुरै नेपाल के हुन्छ। यसबीचमा तपाईहरुले पटक पटक लोकतन्त्रको लक्ष्मण रेखा नाग्ने गर्नु भएको छ।
पहिलो त यो जन्म नै लोकतन्त्र विरुद्ध भयो, संविधान विरुद्ध भयो भन्ने मेरो गम्भीर भनाइ छ। तपाईहरुले यसलाई चाहिँ सरकार छोड्न परेको होला, असन्तुष्टि होला भनेर बडो सहज व्याख्या गर्नु भएको छ। जबकि पहिलो र दोस्रो पार्टी मिल्ने कुरा नै लोकतान्त्रिक मूल मर्म विपरीत छ। सदन भित्रको विकल्पलाई रोक्ने उद्देश्य छ। दोस्रो कुरा, मैले विश्वासको मत लिन अगाडि बढिसकेपछि संविधान त सरकार सबभन्दा ठुलो पार्टीको नेतृत्वमा बन्नै पर्थ्यो। तपाईहरुले त्यहाँ बलमिचाइ गर्नुभयो, जबरजस्ती गर्नुभयो। संविधानमा ब्ल्याक एन्ड व्हाइटमा लेखिएको प्रावधानलाई मिचेर भए पनि सरकार चाहिँ बनाइ छाड्ने गर्नुभयो। त्यही बिन्दुबाट तपाईहरुले लोकतन्त्रमाथि नराम्रोसँग प्रहार गरेको जनताले महसुस गरेको छ।